साथीहरु परिचालित हुनु पनि यसरी हुनु कि कम्तीमा सबुत प्रमाण सहित त आउन सक्नु पर्यो नि। 50,000 जरिवाना जबकि यो कार्यान्वयनमा आइसकेकै छैन कि मेरो चाहिँ जरिवाना 50,000 काट्यो, मेरो साथीले यसो गर्यो उसो गर्यो भन्दै एउटा मित्र चाहिँ पत्रकारहरुको अगाडि आएका छन् र पत्रकारहरुले उनलाई प्रमाण दिनुस् भनेर यसरी सबक सिकाएका छन् कि पत्रकारज्यूहरुले चाहिँ सलाम छ है मेरो। यो भिडियो हेर्नुस् त एकचोटी। 50,000 को जरिवाना काट्नु भएको छ। त्यो व्यक्तिलाई भन्नु न। हैन यहाँ म दिइहाल्छु हजुरलाई, मेरो मोबाइलमा 50,000 को जरिवाना काट्नु भयो। काटेछ। माइती घरमा आएर तपाईसँग प्रमाण छैन भने यस्ता कुराहरु नबोल्नु। यस्ता कुरा नबोल्नुस्। यदि तपाई सचेत युवा हो भने यस्ता कुरा नबोल्नुस्। क्या मैले सरकारलाई आलोचना लाउन नि नियममा छ 50,000 जरिवाना त्यो देखाउनुस् त। नियममा हैन। कुन नियममा छ? यहाँ सुन्नुस्, तपाईलाई चाहिँ झुटो आरोप दर्शक किन उहाँले 50,000 को जरिवाना काट्नु प्रमाण देखाउँछु भन्नु भएको छ। आजबाट हैन, बार भन्दै गएको छु। उहाँले 50,000 जरिवाना नेपालमै काट्यो भनेर प्रमाण देखाउँदै हुनुहुन्छ मोबाइलमा। हेरौँ किन भन्नुहुन्छ त्यो व्यक्तिलाई हिजो तपाईले हामीले यो देखाउँदैछौँ। किन भन्नुहुन्छ भने मलाई जस्तो इन्फर्मेसन आयो यहाँ त्यस्तै मैले हाल्दिया हो हैन। इन्फर्मेसन सत्य हो कि हैन भनेर होइन सत्य नै हो। यहाँ लेखेको प्रमाण देखाउनु पर्यो। ए प्रमाण सिट नम्बर सहितको तपाईको चाहिँ आएको छ हैन। एआई होला के? होइन एआई त्यस्तो होला र सर। ए त्यो हर्क साम्पाङले चित्ताएर त एआई भन्दै अनि होइन उहाँहरू भन्नुहुन्छ हामी त स्वयं ड्राइभर हो नि त। हामीले त 50,000 देखाउनु न। कहाँ खोजिरह फेसबुकमा के खोजिरह तपाईले? होइन यहाँ फेसबुकमै छ सर। म अहिले तपाईले विरोध गर्न पाएपछि बालन सरकारले जे भन्न पाएपछि जे नि भन्ने हुन्छ है। होइन मैले विरोध गरिन। म यो सरकारको सपोर्ट पनि हो। यहाँ सुन्नुहोस् है, कस्तो सरकारले राम्रो काम गर्दा सरकारको सपोर्टै गर्छु। 50,000 को जरिवानाको होइन म देखाउँछु। हुनुहुन्छ म भोलि तपाईँ जस्तो हावा मान्छे चाहिँ यहाँ रहन्छन् भन्ने आज चलेन मेरो मोबाइलमा हैन। हावा मान्छे छैन सर, भएको छैन हावा हैन। हजुरले प्रमाण गर्न सक्नु भएन।